जसले चाहिँ नि प्रेममा जरा गाडेको छ, प्रेममा जरा गाडेको छ। उसको जीवनमा जे पनि उम्रिन्छ नि प्रेमकै जमिनमा उम्रिन्छ। उसको जमिनमा उसले जे पनि गर्छ नि मायाले उसले गर्छ। जे पनि उसले गर्छ नि उसले प्रेम बाहेक अरू उसको जीवनमा अरू केही पनि छैन। किनभने परमेश्वरले संसारलाई यस्तो माया गर्नुभयो। उसको जीवनको नि सबैको अगाडि धकेल्ने कुरा माया नै हो। आमेन। कुनै परमेश्वरको दासलाई उसले एक ग्लास चिया दिन्छ केही पाउँछु कि भनेर होइन, तर माया गर्छु। आमेन आमेन। मण्डली उसले बढाल्छ केही पाउँछु भनेर होइन, तर म माया गर्छु। हालेलुया। उसले सडक बढाल्छ, मेरो भिडियो खिचोस् अनि पत्रिकामा हालोस् भनेर, प्रेममा अभिप्रेरित भएर मात्रै सबै काम। अनि प्रेमले चाहिँ हिसाब राख्दैन। आमेन आमेन आमेन। त्यसले गर्दा बाइबलले भन्छ प्रेमको चाहिँ ऋणी रहनु, अरू केही कुराको ऋणी नरहनु। मान्छेहरूबाट नि केही कुराको आशा नराख्नु, मायाको मात्रै आशा राख्नु।